साथीहरू यो चाहिँ भैँसा हो है। आज आफ्नै बारीबाट खनेर ल्याएको होइन, एकदमै मिठो रहेछ कि यो भैँसा हो होइन। अब कतिपय ठाउँमा यो भैँसा भन्ने के हो भन्ने कुरा पनि आउँछ, थाहा नहुन सक्छ होइन। तर यो भैँसा भनेको शरीरले एकदमै स्वास्थ्यले फाइदा गर्ने चिज हो होइन। अब तपाईहरुकोतिर चाहिँ यो भैँसा हुन पनि सक्छ नहुन पनि सक्छ, कमेन्ट गर्नु होला हैन। बिउ चाहिँ लिउन पनि आउनु होला है। तर यो चाहिँ तपाईहरुले जाँता पाउनु हुँदैन। यो चाहिँ इन्डियाबाट यो एकदम एकजना साथीले ल्याएको बिउ हैन, मैले बारीमा रोपेको छु। त्यही भएर आज यसो खनेर खाम भनेर खान लागेको। एकदमै गुलियो, एकदमै मिठो रहेछ। रुखको स्याउ भन्दा त यो त हजारौं गुणा मिठो के, अनि स्वास्थ्यले पनि त्यत्तिकै फाइदा हैन। अब साथीहरुले बिउ पल चाहियो भने यसो मलाई कमेन्ट गर्नु होला है। यो चाहिँ भैँसा हो, हेर्नुस् कि अब दनादन भैँसा हो, हेर्नुस् एक थाल छ, यही भैँसा हो, चाट्टै खाने हो हैन। मागी बनाउने हो घाँटी। अब अरूले तरुल खान्छन् मागीमा, आफूले यही भैँसा खाने हो हैन। आखिर तरुल पनि भैँमै फल्या हो, यो पनि भैँमै त फल्छ हैन।